Welcome to my channel, Panjade Vibes. Please like, subscribe me. चाहिँ हामी यो स्टेपलरको चाहिँ आज अनबक्सिङ गर्दैछौँ हैन। यो ठुलो बुक्सहरुलाई चाहिँ स्टेपलर गर्ने होला ओहो हैन। अहिले भर्खर हामीले प्याकेज रिसिभ गर्यौं हैन। यो अब यसरी निकाल्नु पर्ने हुन्छ। यो बक्समा आएको छ। निकाल्दैछौँ यस्तो छ। त्यसपछि यसलाई निकाल्यौं हैन। के गर्नु पर्दैन। यति ठुलो स्टेपलर हो। यति ठुलो छ स्टेपलर। हैन। अब यो स्टेपलर चाहिँ युज कसरी गर्ने भन्ने कुरा चाहिँ मैले अघि यसो हेरेपछि यहाँनिर के गर्नु हुँदैन। यो यसको अगाडिको भाग हुन्छ। यो अगाडिको भागलाई के गर्ने हैन, हल्का उठाउने हैन। अगाडिको भाग छ, यसलाई के गर्नु पर्दैन। प्लस चाहिँ यस्तो हुन्छ। यो 24 mm को हुन्छ हैन। त्यसपछि 24 mm यसलाई यस्तो गर्ने। यस्तो गर्ने। यति ठुलो हुन्छ। यसको सानो धेरै अड्दैन हैन। त्यही भएर यस्तरी यसलाई यहाँबाट भाँचेको पनि होला सकभर। कुनै भाँचिरहेको हुन्छ। यत्रो टुक्रा छ नि। यो टुक्रा यत्रो टुक्रा यहाँ यसरी हाल्ने, यसरी हालेर त्यहाँ हालेर ट्याक्क यसलाई लगाउने। अनि त्यसपछि यो यसलाई लगाउने यस्तरी यहाँ लगाउने। यो लगाएपछि यहाँ जान्छ। काँटा हालिसकेको छ। काँटा हालेकोले यहाँ यस्तो लगाउने। यसलाई ट्याक्कै यो लागिसक्यो हैन। लागिसक्यो। अब मेरो यसमा के छ भनेपछि यहाँ हेर्नु, यसको पुरा पान्ना उक्किया छ कि। आज म यसलाई चाहिँ यो बुकमा स्टेपलर हानिसकेँ। हेर्नुहोस् अब कस्तो स्टेपलर हान्यो भन्ने कुरा हुन्छ। यहाँ हेर्नुहोस् यस्तो हान्छ। यसले हान्यो भने के हुन्छ, यहाँसम्म छेड्छ कि यसले। बुझ्नु। यहाँ हेर्नुहोस् म अब पिलेर हाने मैले यसलाई। अब हेर्नुहोस् यहाँ ठ्याक्क लाग्यो कि नै स्टेपलर हो। यति मोटोहरू बुकहरूको लागि युज हुन्छ है यो स्टेपलर चाहिँ।